यहाँ धनी कोई छन् यहाँ गरीब सब खेल हो आफ्नो आफ्नो नसीबको मनमा छ धेरै पीडा बग्छ सधैँ आँसु यस्तै यस्तै छ हजुर कथा गरिबको यो हो कथा गरिबको। ए कान्छा रोक त। तेरा बात लुलो भइसकेको छ। के गर्ने हजुर, अब रक्सी नखाऊ भन्दा पनि मानेनन्। अचानक यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। आज एक्कासी हेर्दा हेर्दै एक्कासी कुनै वाक्नु गयो बाले। तेरा बाला बिगारेकै जान्डे काम गर्ने मान्छे हो, तर बेइमानी गर, जाँड खाएर जथाभावी गर अनि निकाल्न परेको। मेरो बालाई जसरी भए पनि बचाइदिनु पर्यो हजुर। अब चिन्ता नगर, म जिउँदै छु के। मैले सकेको के गर्नुपर्ने म गर्छु। भानिज आउँदैछन्, चिन्ता नगर। चिनेवालास् के डाक्टर सङ्गमलाई, उनी आफै सब ठिक हुन्छ के। मामा ए भानिज, डाक्टर ल भाग्यमानी भाइ। यो हेर न, यो मान्छे के भयो, लुलो लुलो देख्छु मैले। घर त टुल्ले के त छिटो गर। कहिलेबाट हो बुवालाई यस्तो भएको? यस्तो 2-3 घन्टा भयो। रगत वाच्नु गर्थ्यो हजुर। लिभर सेरोसिस भएको हुनुपर्छ माम। रगतै वाचेपछि अब विकल्प छैन, डर पनि छ। होइन डाक्टर साहबले के भन्नुहुन्छ? मेरो बाले जसरी पनि बचाइदिनु पर्यो। रुन बा, के भयो तिमीलाई? हजुर, मेरो बाले जसरी पनि बचाइदिनु पर्यो हजुर। यो सबै रक्सी धेरै खाएको परिणाम हो। ल भानिज, हजुर जानुहोस्, म यहाँ अब व्यवस्था गर्दै गर्छु है त। अब यहाँ के गर्नुपर्ने हो ल म अस्पतालमा त्यहाँ बनाएको। ल हुन्छ हुन्छ ल हुन्छ हुन्छ ल है त। ल कान्छा, अब जिन्दगी हो, अब एक दिन आफिस जानै पर्छ। चिन्ता नगर, तेरा बालाई सम्झाएको हो, मैले सक्कु तो गरेको हुँ। अब के गर्ने त? मैले फेरि आज भ्या छैन के, त्यहाँ मिटिङमा नगई भएको छैन, जसरी जानु पर्यो।
तर तैँले चिन्ता नगर मैले मेरो 2-4 जना मान्छे पठाइदिन्छु के कति खर्च लाग्छ हेरौँला है त चिन्ता नगर अब जे हुने भयो त अब के गर्ने मलाई छोडेर गयो बाबा ओहो कान्छा पिर मानेछस् क्या हो माने छैन दाइ हेर बाबु गाउँ समाजमा जो पनि बुढो भएपछि मरिन्छ अब तेरो बालाई कतिचोटि मैले सम्झाएँ सुन्ने भनेको होइन पिर नगर मर्न त पनि मर्ने हो म पनि मर्ने हो संसार होइन दाइ सबै मर्नुपर्छ एकचोटि ढिलो चाँडो मात्रै हो तर मर्नु पनि तरिका हुन्छ यति भर्खरको मान्छे यसरी मरेपछि त समस्या त समाजलाई पनि हुन्छ तँलाई पनि भयो अब पिर नगर तेरो हामी सबै छौँ ओह साइला बाबा पनि माथिबाट आउँदै हुनुहुन्छ अब एकचोटि चाहिँ समाजलाई सबैलाई बोलाउनु पर्यो अनि के कसो गर्ने हो त्यो अनुसार गरौँला पिर नगर है कान्छा मलाई छोडेर गयो बाबा कोई छन् यहाँ धनी कोई सब खेल हो आफ्नो आफ्नो नसिबको मनमा छ धेरै पीडा बग्छ सधैँ आँसु यस्तै यस्तै छ हजुर कथा गरिबको यो हो कथा गरिबको कान्छा ए के भयो तपाईँ यो पो आइছে जान त्यहाँ भित्र बस्ने कुरा छ यतिकै बस्नुला नि जान जा लिएर आइज बस्नु बस ल तेरो लागि केही खानेकुरा ल्याइदिएको छु लिन किन टोलाउँछस् अब मेरो लागि कति दुःख गर्छ यसले साथी भएपछि त यस्तो गर्छु नि त पिर नगर किन पिर गर्छस् के गर्ने जे जस्ता भए पनि बाउ थिए अब बाउले पनि छाडेर गए हेर त यो दुध लाएर यस्तो भएछ यो खाइहाल्दा यो सक्का त खाएर मेरो घरतिर काम छ म काम सकाएर फेरि भेटौँला नि त पछि है म जान्छु ल यो सक्का है होइन हो बुढा जानु त चिया बनाउन साह्रै खान मन लाग्यो गर्मी पनि भयो होइन ठ्याक्कै भन्यो त तिमीले त मलाई नि चिया खान मन लागेको थियो जानु त त्यो पानी लिएर आउनु पानी खाऊँ ल भाइ खानु नि तपाईँले म खान्न
कालो बनाऊ है त। हुन्छ। कान्छा बा, ए कान्छा बा, को कान्छ हो कान्छा बा। एकछिन है त। कुर्सी लिएर बस्दै हेर कान्छम चिया पुर्याएर आउँछ। ल चाहिँ म एकछिन त्यो कान्छा भेट्न आएछ, त्यो भेटेर आउँछु। तपाईँको रोल चिया खाँदै गर है। के हो अलि छिटो आउनु नि, फेरि जता गयो त्यतै भुल्ने बानी छ तपाईँको। बस्दै गरेर कान्छ, म चिया लिएर आउँछु। ए कान्छा बा, दुःख नगर्नु भएको भए नि हुन्थ्यो। किन यस्तो कान्छ? के गर्ने माइला बा, अब बा बितेर गइहाले, गामभरि ऋण लागेको छ। अब आमा बितेर गए पनि आमाको नासो जति दुःख परे पनि नचलाएछ है भन्नुभएको थियो। अब यही सुन राखेर बाले मुक्ति पाउँछन् कि भनेर अलि 2-4 हजार रुपियाँ दिनुहुन्छ कि भनेर। होइन, तिमीलाई यो के गर्न सक्छ? यो त आमाको चिन हो, त्यो चलाउनु हो। के गर्ने माइलो बा मरेर गए पनि गाममा लागेको ऋण तिर्न पाए त तिमी बाले मुक्ति पाउँथ्यो कि भनेर माइलो बा। तिमी एक्लै पनि छैनौ। अब यो मरिजाने जीवन हो, मर्छ। अब के भने दुःख सबैलाई पर्छ, तर आमाको गहना नचलाउने। अर्को कुरो कति दुःख भयो, कति समस्या भयो त त्यो। अब ऋणदान गरेर पनि कति गरिरहने। हुन त अब चिन्ता धेरै गरिरहनु हुँदैन क्या। हामी सबै साझे, म बा जस्तै मान्छे, 2-4 हजार चाहियो भने म अहिले पठाइदिन्छु, तर आमाको त्यो गहना चलाउनु हुँदैन। बाको ऋण तिर्न पाए बाले मुक्ति पाउँथे कि। जे जस्तो भए पनि कर्म दिने बा हुन्। ल अब तिमीलाई यस्तो समस्या रहेछ।
5,000 छ कान्छ। यो 5,000ले अहिले काम चलाउनु। अनि तिमीले चाहिँ हामी अर्को मान्छे नसोच के बाउ नै भनेर सोच न मलाई। हामी सायद गर्छौँ क्या, चिन्ता नगर। दुःख त सबैलाई हुन्छ, दुःख नपर्ने कोही पनि छैन। हामी दुःखमा पर्नको लागि नै जन्मेको, यो सबैलाई पर्ने कुरा हो। चिन्ता नगर, हामी छौँ। ए जति भने पनि भएन के र हजुरलाई? ल कान्छ, यो 5,000 छ, लिएर जानु। आउने तरिकाले नहिँड्नु, दुःखको समय हो। बाउ सम्झिनु, बाउ बिते पनि ल है, फेरि आउँदै गर्नु। म छु कान्छा बा, धेरै चिन्ता नगर। आइसक्नुभयो। हुन्छ कान्छा बा, म लागेँ अहिले। तपाईँलाई जति भने पनि लागेन के अरे? त्यस्ता मान्छेलाई दिने हो पैसा? त्यो दुःख गरेर कमाएको पैसा त्यस्तालाई दिएर हुन्छ? होइन, उसको घरमा अहिले बाउ बित्या छ, उसलाई समस्या छ। अब 2-4 हजार जान्छ के जान्छ, जे छ उसलाई दुःख छ नि त अहिले। तिर्न सक्छन् कि सक्दैनन् जति भन्दा पनि लागेन हजुरलाई। आउँदैन, अब जे हुन्छ त्यसलाई समस्या ल जेसुकै गर्नु। बा आज तिमी नभएको म एक्लै भएको छु। बा तिमीले भन्ने गर्थ्यौ नि, जहिले पनि राम्रो काम गरिस्। आज म बल्ल बल्ल तिम्रो ऋण तिर्न लागेको छु। बा अब नात्य बा, म बिस्तारै तिमीले जति पनि लागेका ऋणहरू छन् सबै तिर्दै जानेछु। बा बल्ल आज थाहा भयो बा मलाई, बा भनेको बानी हुँदो रहेछन्।